चाहिँ नेपाली काङ्ग्रेस पार्टीले सोलुखुम्बुमा चुनाव जित्छ। एकदम चाहिँ ढुक्कका साथ एकदम कन्फिडेन्सका साथ म यहाँलाई किन चुनाव जित्छ भनेर भन्दाखेरि अहिले नेपाली काङ्ग्रेस पार्टीको जुन पछिल्लो चरणमा नेतृत्व र नीति फेर्ने जुन खालको चाहिँ काम भयो त्यसले अलिकति चाहिँ देशैभर चाहिँ जनतामा एउटा उत्साह एउटा सकारात्मक सन्देश पनि गएको छ र सँगसँगै नेपाली काङ्ग्रेस पार्टीको अहिले पछिल्लो चरणमा हामीले जुन एकताको सन्देश हामीले तल तहसम्म हामीले चाहिँ पुर्याउने हामीले प्रयास गऱ्यौँ। मेरो नेतृत्वमा तलसम्म म पछि यो हाम्रो चाहिँ टिकट सिफारिस भइसकेपछि काठमाडौँमा एउटा चाहिँ एकताको सन्देश दिने कार्यक्रम भइसकेपछि म धेरै स्थानीय तहहरूमा गएर मैले यो कुरा एकदम प्रत्यक्ष तल चाहिँ हाम्रो कार्यकर्तासँग चाहिँ त्यो सन्देश पुर्याउने काम र उहाँहरूसँग अन्तर्क्रिया गर्ने काम भएको छ। त्यसले पनि कार्यकर्ताहरूमा एकदम उत्साह छ र पछिल्लो चरणमा यो टिकट आइसकेपछि फेरि के हो भन्ने कुराहरू अलिकति कन्फ्युजन भएको छ। आजको यो बैठक बसेर अहिले हामीले जुन निर्णय गरेको छ यो निर्णय गरिसकेपछि कार्यकर्तामा एकदम चाहिँ स्वाभाविक रूपमा स्वतःस्फूर्त ढङ्गले एकदम सकारात्मक सन्देश जान्छ र कार्यकर्ताहरूलाई र हाम्रो तल तहसम्म रहेको टोल समितिसम्मको हाम्रो सबै निर्वाचन परिचालन समितिलाई त्यहाँ चाहिँ सङ्गठनलाई हामीले परिचालन गर्न सकेको खण्डमा चाहिँ हामी चुनाव जित्छौँ। त्यस कारणले गर्दाखेरि म प्रकाश दाइलाई पनि एकदम चाहिँ अग्रिम बधाई दिन चाहन्छु। तपाईँ एकदम कन्फिडेन्टका साथ तपाईँले चाहिँ आफ्नो दृष्टिकोण तपाईँको सार्वजनिक चाहिँ र यो आम सभाहरूमा चाहिँ एकदम कन्फिडेन्टका साथ पार्टी एक दिक्क भएर लागेको छ। हाम्रो सङ्गठन ठुलो छ। हाम्रो सबै स्थानीय तहहरूमा 8वटामा 5वटा नगरपालिका सहित 5वटा स्थानीय तह हामीले जितेका छौँ र हामीले 25-26वटा वडाहरूमा सिँगै हाम्रो चाहिँ जनप्रतिनिधिहरू छ। जिल्ला समन्वय समिति हाम्रै छ। सबै हामीसँग चाहिँ ठुलो चाहिँ हामीसँग शक्ति छ। त्यो शक्ति तपाईँको पछाडि रहेको कारणले गर्दाखेरि अब तपाईँ यो चुनावमा एक्लो हुनुहुन्न। तपाईँसँग सिङ्गो पार्टी छ, सिङ्गो संयन्त्र छ। त्यस कारणले गर्दाखेरि अब तपाईँ कतै नअल्मलिकन, तपाईँ कतै कन्फ्युजन नभइकन तपाईँ एकदम कन्फिडेन्टका साथ आफ्नो दृष्टिकोण केन्द्रबाट आएको हाम्रो चाहिँ घोषणापत्र र त्यो माथि थप अब यहाँ जिल्लाको चाहिँ आवश्यकता अनुसारको घोषणापत्र तयार गरेर त्यो माथि तपाईँले आफ्नो चाहिँ अलिकति चाहिँ सार्वजनिक यो चाहिँ हाम्रो सभामा चाहिँ प्रस्तुत हुने तपाईँको चाहिँ धारणाहरूलाई पनि अलिकति तयारीका साथ तपाईँले प्रस्तुत गर्नुहोस्। म तपाईँलाई एकदम चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु र हामी सबै चाहिँ अब यो चुनावमा जाँदाखेरि हाम्रो अलिकति काङ्ग्रेस पार्टीको अरू पार्टीको भन्दाखेरि अलिकति यो डेमोक्रेटिक पार्टी पनि छ, अलिकति अव्यवस्थित पनि छ। जसलाई जे मन लाग्यो त्यो गरिदिने। त्यसले गर्दाखेरि भोलि यो पार्टी यो चुनावमा कहिलेकाहीँ त्यसले नकारात्मक असर पनि पर्न सक्छ। अनि साथीले भने जस्तै हाम्रो कार्यक्रमहरू एकदम छिटो छरितो र सकेसम्म हाम्रो उम्मेदवार धेरैभन्दा धेरै नयाँ मान्छेहरूमा पुग्ने त्यो खालको कार्यक्रम हामीले गर्नुपर्छ। मैले अस्ति चाहिँ काठमाडौँको केही कार्यक्रमहरू मैले देखेँ। म त्यतिखेर अलिकति त मेरो घाँटीमा समस्या भयो। मेरो अहिले पनि स्वर अलिक बसेको छ। यो चाहिँ मेरो त्यो ग्यास्ट्रिक एसिड रिफ्लक्सको कारणले गर्दाखेरि घाँटी इरिटेसन भइराखेको छ। म अलिकति भोइस रेसमा पनि थिएँ र अलिकति फेरि त्यो टिकटको बेलामा धेरै असन्तुष्ट साथीहरूसँग पनि समन्वय गरेर उहाँलाई पनि सम्हाल्दा मेरो टाइम भयो। तर मैले तपाईँ यो कार्यक्रममा धेरै देखेँ। कार्यक्रम कस्तो भइराखेको थियो भने बिहान र कार्यक्रमको चाहिँ आयोजकको नाम चाहिँ छुट्टै तर दर्शक पात्र चाहिँ एउटै। मापेको गरे पनि त्यही मान्छे पुगेको छ। अनि त्यसपछि तपाईँको थुलुङको भनेको छ त्यही मान्छे पुगेको छ। नेचा सदनको भनेको छ त्यही मान्छे। हाम्रो यो अब यहाँ आउने जो जति हाम्रो नेता कार्यकर्ता छ उहाँलाई बोलाएर हामीले कुनै कार्यक्रम गर्नै परेन। अब हामीले कार्यक्रम गर्ने भनेको जनतासँग, मतदातासँग। त्यस कारणले गर्दाखेरि